बाबा लाउन आउनु सबै आउनु ताली बजाउँदै आउनु न सबैले ताली बजाउँदै आउनु क्या जानु आउनु अगाडि आउनु ए रातै बनाइदियो हुन्छ नि अध्यक्षलाई भवन उद्घाटनको कार्यक्रममा पाल्नु भएका सम्पूर्ण अभ्यार्थीहरू विशिष्ट व्यक्तिहरू सम्पूर्णलाई मगर मिलन चौक मगर समाजको तर्फबाट 2022 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र सम्पूर्ण समाज परिवारको तर्फबाट यहाँ उपस्थित हुनुहुने सम्पूर्ण अभ्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै र आजको कार्यक्रम गर्न अनुमति माग्दै पितृजनहरूको आशीर्वाद माग्दै र अध्यक्षको अनुमति माग्दै कार्यक्रम सञ्चालन गर्न गइरहेको छु।
महेन्द्री कुमारी चौधरीलाई आसनमा आए स्टेजमा आए आसन ग्रहण गरिदिन अनुरोध गर्दछु र हाम्रो समाजले उहाँलाई एकदमै तालीले सहयोग गरिदिनु हुन अनुरोध गर्दछु। सरी स्टेज म पनि नयाँ भएको कारणले तलमा हुन गएछ। आजको कार्यक्रममा अध्यक्षको महत्त्वपूर्ण भएको हुनाले हाम्रो समाजको अध्यक्ष शर्मा कुञ्जुलाई आसन स्टेजमा आए आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। अतिथिको आसन ग्रहण गरिदिनु हुन स्टेजमा आए आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। लक्ष्य आमा समूहको अध्यक्ष लक्ष्मी हमान आचार्यज्यूलाई पनि स्टेजमा आए आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। भवन बनाउनका निमित्त हामी सुरुबाट खटिनुहुने हाम्रो समिति आयोजकहरूलाई आसन ग्रहण गर्न अनुरोध गर्दछु र हाम्रो समूहको उपाध्यक्ष रमा पूजालाई पनि आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। स्टेजमा आए आसन ग्रहण गर्नु हुन अनुरोध गर्दछु। र हाम्रो कार्यक्रमकालमा एकदमै सहयोग गर्नुहुने र निवासीलाई सम्पूर्ण भन्नुपर्दा हाम्रो नेतृत्वमा एकदमै सघाउनु हुने हाम्रो कोषाध्यक्ष भम्माया भोगानीज्यूलाई पनि स्टेजमा आए आसन ग्रहण गर्न अनुरोध गर्दछु। उहाँको एकदमै भूमिका रहेको छ यस भवन बनाउनको निमित्त। उहाँले फुटेकोलाई बुझाउन र संवाद र डोराउनेमा एकदमै ठुलो हात रहेको छ। उहाँलाई मेरो मनैबाट धन्यवाद दिन चाहन्छु। मैले कार्यक्रमबाट तलमाथि हुन सक्छ त्यसमा क्षमामा चाहिँ हाम्रो पूर्व अध्यक्ष हामीलाई सहयोग गर्नुहुने सदस्यज्यू पर्दो फकानीलाई पनि स्टेजमा आए आसन ग्रहण गरिदिन अनुरोध गर्दछु। र उहाँले पनि हाम्रो समाजलाई धेरै योगदान दिनुभएको छ। जुन बालबहादुर पूजाज्यू उहाँ नभएको खण्डमा उहाँको कान्छा छोरा गोपाल कुञ्जुलाई पनि आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। र हाम्रो समितिमा रहनुभएको दम्पली पूजाज्यूलाई पनि यहाँ स्टेजमा देख्न सकिरहेको छैन। उहाँलाई पनि बाध्यता होला, उहाँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र विशेष गरी यहाँ हामीलाई मैले नाम
भने विशिष्ट व्यक्तिहरूलाई छुटाउन गएको भए माफ माग्दै सम्पूर्णलाई आसन ग्रहण गर्न अनुरोध गर्दछु र हाम्रा प्यारा बहिनीहरूले उहाँलाई फुलमाला खादामाला लगाएर सहयोग गरिदिन अनुरोध गर्दछु। भन्नुपर्दा हाम्रो आदरणीय दाजु गोपालज्यूलाई पनि विशेषमा आसन ग्रहण गरिदिन अनुरोध गरे। त्यस्तै हेदबहादुर कुञ्ज्यूलाई पनि आसन ग्रहण गरिदिन अनुरोध गर्दछु। स्टेजमा आसन गरिदिनु अनुरोध गर्दछु र हर्कबहादुर बाइगलाई पनि स्टेजमा आसन गरिदिनु होला। कर्पाटिनी आमासम्म समाजसम्म भन्नुपर्दा स्थापना गर्न उहाँहरू कान्छा हुनुहुन्छ होला। हाम्रो समाजभन्दा कहीँ कुनामाथि हुनुभएको सुनेको छु र उहाँहरू धेरै माथि अग्रज व्यक्तिहरू हुनुहुन्छ। समाजलाई उहाँहरूले धेरै सरसल्लाहहरू पनि दिनुभएको छ र उहाँहरूको साथ सपोर्ट पाइ प्रमुख अतिथि माया कुञ्ज्यूलाई बत्ती बालेर हाम्रो कार्यक्रम उद्घाटन गरिदिनु अनुरोध गर्दछु र बाजा टोलीहरूले पनि हाम्रो कार्यक्रममा पाल्नुहुने सम्पूर्ण महानुभावहरूलाई र सम्पूर्ण व्यक्तिहरूलाई कार्यक्रम सञ्चालकज्यूलाई आज मिति 2082 साल 1 महिना 1 गते यस मिलनचोक मगर समाजको भवनको उद्घाटन कार्यक्रममा अमूल्य समय दिएर उपस्थित भइदिनुभएकोमा स्वागत गर्दछु। सम्पूर्ण विशिष्ट व्यक्तिहरूलाई र सम्पूर्ण आमा समूहहरू र बाजाहरू सबैलाई एकमुष्ट स्वागत गर्न चाहे। हस्त धन्यवाद। र आजको कार्यक्रम भवन उद्घाटनमा पाल्नुहुने हाम्रा पर्वत जिल्लाका विशिष्ट व्यक्ति गोपाल कुञ्ज्यू र प्रमुख अतिथि माया कुञ्ज्यूले दियो बालेर उद्घाटन गरिदिनु अनुरोध गर्दछु र साथै बाजा टोलीहरूले पनि बाजा बजाएर सहयोग गरिदिनुहुनेछ भन्ने आशा राख्दछु।
बत्ती, सिसी क्यामेरा यस्ता एकदमै महत्त्वपूर्ण चिजहरूमा हाम्रो समाज गाउँहरूलाई सहयोग गर्नुहुने व्यक्ति हुनुहुन्छ र हाम्रो समाजलाई हामी सुरुदेखि नै एकदमै ठुलो रकमले सहयोग गर्दै आउनुभएको थियो। उहाँले दिनुभएको रकम प्रस्तुत गर्नेछु र त्यस बावजुद पनि उहाँले एकदमै तन मन दिएर सहयोग गर्नुहुने भइरहेको छ र उहाँको छोरी आज 2081 साल 1 महिना 1 गते बर्थडे गर्न गइरहेको हुँदा हाम्रो समाजलाई उहाँले बर्थडे आफ्नो छोरीको नाममा बर्थडे विस गर्नको लागि रु 20,000 फेरि पनि हाम्रो समाजलाई सहयोग गर्नुभएको छ र उहाँको छोरीको मेडिसा पुनको चोचाङ्गी पुनको बर्थडे विस गर्न उहाँकै ठुलामा जिउबाट केक काटेर उद्घाटन गरिदिनु हुन अनुरोध गर्दछु र बर्थडे म्युजिक लगाएर उहाँलाई स्वागत गरिदिनु हुन हाम्रो आदरणीय एलिसा मिस आइपुग्नु होला उहाँलाई। र त्यसपछि बर्थडे हुनेछ किनकि एलिसा मिस आइपुग्नु नभएको कारणले। पेपर ल्याउनै दिएको पेपरै नल्याएको पेपर लिन पठाइदियो पेपर दिनु त अनि अब के गर्छु मेरो अब नसक्छ र विभिन्न समूहबाट अध्यक्ष पाल्नु र पितृहरूलाई सम्झिने पर्ने चिजहरू दलित महिला समितिमा आमा समूहका अध्यक्ष धनरूपा विकास आइपुग्नु भएको भए स्टेजमा आसन ग्रहण गर्नु अनुरोध गर्दछु। स्वागत गर्दै उहाँको ठुलो मम्मीलाई मेडिसिया पुनको र मेडिसिया पुनजीको नाममा एलिसा मिसलाई अनुरोध गर्दछु बर्थडे धुन लगाइदिनु न अनुरोध गर्दछु।
धन्यवाद दिँदै हाम्रो समाजले 2058 साल 2078 साल माघ 4 गते हामीले यस संस्थाको जिम्मेवारी लिएको थियौँ र उहाँहरूबाट हामीले 5,48,000 नगद सहित हामीले जिम्मा लिएको थियौँ र त्यसबाट हामीले 78 सालबाट यहाँसम्म आइपुग्नको लागि धेरै सङ्घर्ष कष्ट गरेर सहयोग गर्ने हुने हाम्रो समाजका आदरणीय अग्रज व्यक्तिहरू र सम्पूर्ण जीवन सुनचाँदी पसल न्यू रोड बजारबाट पनि उहाँ एकदमै सफल व्यापारी हुनुहुन्छ। हाम्रो टिमलाई मात्र एउटा रसिद बोकेर जाँदा गएर मागेको थियौँ र उहाँले पनि हाम्रो विश्वास मानेर 5,005 रुपियाँ सहयोग गर्नुभएको थियो। त्यस्तै गरी हामी हाम्रो टिमहरू बाग्लुङ निवासी बाग्लुङ बजारमा पनि सहयोग माग्न गएका थियौँ। उहाँहरूले पनि हाम्रो विश्वासलाई माया गरेर सहयोग गर्ने व्यक्तिहरूको नाम लिन गइरहेको छु। उहाँ हुनुहुन्छ देवी माया पूर्जा उपल्लो जोड बाना बजार बाग्लुङबाट 9,000 सहयोग गर्नुभएको थियो। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। त्यस्तै गरी मनबहादुर पाइजा जलगला 6 ठोटनेली निवासी उहाँले पनि 5,005 रुपियाँ सहयोग गर्नुभएको थियो। त्यस्तै गरी कर्पाकेली मगर समाजको अध्यक्ष भीमबहादुर पुनज्यूबाट पनि बाना बजार उपल्लो चौरबाट पनि 5,500 सहयोग गर्नुभएको थियो। उहाँलाई पनि धन्यवाद। र हेमचन्द्र पाइजा जलगला 6 ठोटनेली निवासी हाल युकेमा हुनुहुन्छ। उहाँले पनि 5,050 रुपियाँ सहयोग गर्नुभएको थियो। त्यस्तै गरी साईराम पाइजा लक्ष्मी बजारबाट पनि 5,055 रुपियाँ सहयोग गर्नुभएको थियो। उहाँलाई पनि धन्यवाद। र हाम्रो निर्माया खोर्जा उपल्लो पोखरा हाल अहिले पोखरा हुनुहुन्छ। उहाँको सपरिवारबाट पनि 20,005 रुपियाँ सहयोग भएको थियो। र खत्री समाजबाट पनि 22,000 सहयोग भएको थियो। उहाँलाई पनि धन्यवाद। र हाम्रा भाइहरू मिलन चौका युवा क्लबबाट पनि हामीलाई
22,000 सहयोग भएको थियो र लालबेल घरपूजा 6 पातल खर्क जो पोखरामा हुनुहुन्छ र मैले फेसबुकमा राखेकै आधारबाट उहाँले हामीलाई विश्वास गरेर 11,011 रुपियाँ सहयोग गर्नुभएको थियो। उहाँलाई पनि धन्यवाद। र प्रगतिशील आमा समूह जलगला 6बाट 10,505 सहयोग गर्नुभएको थियो। उहाँलाई पनि धन्यवाद। र हामीलाई माया गरेर सहयोग गर्ने गमबहादुर चोटाङ्गी मेरो आदरणीय दाजु उहाँ बागलुङमा हुनुहुन्छ र उहाँले पनि हामीलाई 5,055 रुपियाँ सहयोग गर्नुभएको थियो। उहाँलाई पनि धेरै धेरै धन्यवाद। र तीर्थबहादुर पाइजा सारिजा पाटलको 10,000 सहयोग गर्नुभएको थियो। उहाँलाई पनि धन्यवाद। र हिरा ऊर्जा कोठनेरी हालेउकेमा हुनुहुन्छ। उहाँले पनि 5,000 सहयोग गर्नुभएको थियो। र यस कार्यक्रममा फेरि पनि मैले सहिदाहरूको नाम साथी राख्दै हजुरहरूलाई मनोरञ्जनको लागि एउटा कौडा नाचमा हाम्रा आदरणीय बहिनीहरूलाई इज्जतमा आइदिनु होला भन्न चाहन्छु। र हाम्रा आदरणीय मिश्रण गर्नको लागि हाम्रा साना निमन्त्रणलाई स्वीकार गरी आउन अमूल्य समय दिएर आउनुहुने लामाखेतका मगर समूहको अध्यक्ष पार्वती खोर्जाज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। कृष्ण कुमारी मल्लज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु अतिथिको रूपमा। र हाम्रा आदरणीय एकदमै समाजसेवी व्यक्तिको नाम लिन गइरहेको छु। महिला सशक्तिकरणमा एकदमै उहाँले योगदान दिनुहुने हाम्रा आदरणीय जमुना आचार्यज्यूलाई पनि आसन ग्रहण गरिदिनु अनुरोध गर्दछु।
सबैजनाको नाम लिन सकिनँ, त्यसमा माफी माग्दै मैले विदेशमा सहयोग गर्नुहुने दादाहरूको नाममा जान लागेको छु र हाम्रो भैली टिममा समाजलाई सहयोग गरेर एकदमै मन दिएर सहयोग गर्नुहुने मेरा आदरणीय दाइ रामबहादुर चौताङ्गी र मोहन कुमारी भाउजूको तर्फबाट व्यक्तिगत तर्फबाट आफ्नो पितृको नाम राख्न लागि 1,05,555 र उहाँ मार्फत सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तिहरूलाई मेरो आत्माबाटै र मेरो समाजको आत्मैबाट धन्यवाद दिन चाहन्छु र उहाँले हाम्रो समाजलाई टोटली 4,05,580 रुपियाँ 4,05,580 रुपियाँ सहयोग गर्नुभएको थियो। उहाँलाई पनि धेरै धेरै धन्यवाद र तालीले स्वागत गर्नुहुन अनुरोध गर्दछु। हामीलाई सहयोग गर्नुहुने सहयोगी दादा किरण कुञ्जु मेरो कान्छा दाइको तर्फबाट र उहाँको थोरोबाट सहयोग गर्नुहुने धेरैजना हुनुहुन्छ। म यो सबैको नाम लिन सकिनँ, क्षमा माग्दै उहाँबाट पनि 1,58,905 रुपियाँ सहयोग भएको थियो। उहाँलाई पनि धेरै धेरै धन्यवाद। र हाम्रो समाजलाई एकदमै सहयोग गर्नुहुने सहयोगी दाता संसार कुञ्जुबाट हाम्रो समाजलाई यो भवनको सुरुवात गर्नु त कि हामीले आफ्नो नाममा जग्गा पनि थिएन। हाम्रो सानो स्वीकारलाई उहाँले सहयोग मनैबाट सहयोग गर्नुभएको छ। उहाँले 1,10,000 सहयोग गर्नुभएको थियो सुरुवातमै। उहाँलाई पनि धेरै धेरै धन्यवाद। भीमबहादुर कुञ्ज्यू रबिन र उनको छोरा रबिन चौताङ्गी र दिनेश रेग्मीको तर्फबाट हाम्रो समाजलाई एकदमै धेरैजनाले सहयोग गर्नुभएको छ। उहाँहरूको नाम लिन असमर्थ भए। उहाँहरूबाट हामीलाई हाम्रो समाजलाई 2,93,571 रुपियाँ सहयोग भएको थियो। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हाम्रा आदरणीय दिदी कुमारी पाइजा र श्याम पाइजा हाम्रो सदस्य भेनाको छोरा राजु मार्फत हाम्रो समाजलाई र उहाँले पनि धेरैजनालाई सहयोग मागेर पठाउनु भएको छ। व्यक्तिगत आफै र सहयोग दाताहरूको नाम लिन सकिनँ। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद राख्दै 1,32,250 सहयोग गर्नुभएको थियो। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। एकछिन टाइम लाग्ने भएको हुँदा म मेरो कुरो गर्न चाहेँ। यो मगर मिलन चोक मगरसम्म 2059 सालदेखि स्थापना भएको हामी यस संस्थामा आबद्ध रहेका विभिन्न ठाउँबाट यो मिलन चोकमा बसोबास गर्दै आएको अनि त्यो समयदेखि 2059 सालदेखि हामी 30 रुपियाँ सङ्कलन गर्दै आएका थियौँ। अनि यो सङ्कलन गर्दै गर्दा आज हामी यो भवन बनाउनेसम्म आएका छौँ। यो भवन थोरै मेहनतले भएको छैन। हामीले विभिन्न ठाउँ गाउँ समाज विभिन्न विदेश हुनुभएका दिदीबहिनीहरूसँग सहयोग मागेर आज यो भवन स्थापना भएको छ। यो भवन स्थापना गर्न हजुरहरूको ठुलो सहयोग छ। यहाँ हाम्रो यो यस समूहमा काम गर्ने समितिका सदस्यज्यूहरूले पनि एकदमै अनवरत रूपमा लाग्नु भएर नै यो आज यो संस्था यो भवन संस्थाको भवन स्थापना भएको। यो मगरसम्मको भवन भए तापनि मगरले मात्रै प्रयोग गर्ने होइन, हामी यो ठाउँमा बस्ने अप्ठ्यारा भएका सबैले प्रयोग गर्ने भवन भएको छ। दुःख सुख जस्तो अप्ठ्यारोमा पनि हामीले चाहिँ हाम्रो यो मिलन चोकमा हामी सबैको सानो सानो 10 साल 15 घर छन्। हामी त्यो घरमा हामी छाप्रोमा घरमा अटाउन सक्दैनौँ। कुनै पनि कार्यक्रम हुँदै भएको खण्डमा
सक्दैछौँ। यो ठाउँ यो जलधाराको केन्द्रबिन्दु यो सदरमुकाम नै भएको हुँदा यहाँ विभिन्न कार्यक्रमहरू सञ्चालन हुने गर्छ। भवनको अभावमा कहिले चौतारीमा, कहिले ग्राउन्डमा, कहिले चौकमा कार्यक्रमहरू गर्दै आएको यो हामीले देखिराखेका छौँ। यो भवन हामी सबैले प्रयोग गर्न पाउने गरी यहाँहरूलाई जानकारी गराउँदछु। दिनको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालिका विस्मय कुञ्ज्यू। यस मिलनचोक मगर समाजका अध्यक्ष तथा आजको यस भेलाको अध्यक्षज्यू प्रमुख अतिथि बनेर युकेदेखिबाट पाल्नु हुने हाम्रो यो मिलनचोकको पुरानो बासिन्दा मिलनचोक कसरी स्थापना गर्नु भएको भन्ने कुरा र उहाँ हामीसँग जोडिएको पहिलो एकदम उहाँ उमेरले पाएको भए तापनि म एउटा बच्चा चाहिँ उहाँले सिकाएको मिलनचोक र हामी उहाँले जता डोडाउनुहुन्छ त्यतैतिर लागेको त्यो बच्चा बेलाको अवस्था आज मैले उहाँलाई प्रमुख अतिथिको रूपमा पाउँदा म त एकदम खुसी र भाग्यमानी जस्तो महसुस भएर म आज धेरै खुसी लागेको छ। प्रमुख अतिथि कुञ्ज्यू, विशिष्ट अतिथिज्यूहरू र सम्पूर्ण अतिथिज्यूहरू र सम्पूर्ण विभिन्न सङ्घ संस्था आफ्नो समूह मन्तव्य राखिदिनको लागि यस समाजका अत्यन्तै सामाजिक व्यक्तित्व हुनुहुन्छ, सबैको प्यारो, दुखीहरूको अत्यन्तै सेवा गर्ने आदरणीय बहिनी जमुना आचार्यज्यूलाई आफ्नो छोटो भनाइ राखिदिनको लागि म स्टेजमा आमन्त्रण गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालक विस्मय। आदरणीय आजका कार्यक्रमका अध्यक्ष एवं यस मगर समाजका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, मन्सासीन सम्पूर्ण अतिथिज्यूहरू, यो भवन घडेर किन्नेदेखि यो भवन बनाउनसम्म विभिन्न ठाउँमा रहेर चन्दा सहयोग गरेर आफ्नो तन मन धन लगाएर यो भवन फलाउने सम्पूर्ण चन्दादाताज्यूहरू, आजको यो नयाँ वर्ष र उद्घाटन कार्यक्रमलाई भव्य बनाउन पाल्नुहुने दादा समूह, कलाकार समूह लगायत यहाँ आमन्त्रित सम्पूर्ण अतिथिज्यूहरू, सर्वप्रथम त घर आँगनमै आजैदेखि सुरुवात गरिसकेको छ। 2082 साल यो नयाँ वर्षले नयाँ सम्पूर्णमा जोस जाँगर भरियोस्, थपियोस्, सकारात्मक ऊर्जा सबैमा पैदा होस्, सबैका लागि सुखद बनोस् यो नयाँ वर्ष। सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु र हजुरहरूले दिनुभएको यो एकताको सन्देश चाह्यो भने सम्भव छ भनेर जसरी गरेर देखाउनु भएको छ, हरेक ठाउँमा समाजका लागि सिक्न लागेको हुन्छ। हजुरहरूको एकता हेर्दाखेरि जातीय एकताले चाहिँ एकठिक्का भएर दुःख सुखमा जे पर्दा पनि अग्रसर भएर हजुरहरूले गर्ने नेतृत्वले चाहिँ समाजका लागि सन्देश दिएको हुन्छ। हरेक ठाउँमा एकजुट भएर जसरी लाग्नु भएको छ यो एकता अझै बढेर जाओस् यो 82 सालले, त्यो पनि शुभेच्छा गर्न चाहन्छु। र अघि नै सञ्चालकज्यू पार्वती बहिनी विस्मय म्याडमले भनिसक्नु भएको छ, यो हल समाजका लागि बनेको हो। एउटा जातीय हिसाबले उहाँहरूले गर्ने सुख दुःखका कर्मका साथसाथै समाजमा आवश्यक पर्ने अन्य गतिविधिका लागि पनि अत्यन्त जरुरी थियो, यो ठाउँमा बनाउनु भएको छ। यसले पक्कै पनि समाजमा सकारात्मक सन्देश दिन र विभिन्न कार्यक्रमहरू सम्पादन गर्न टेवा पुग्नेछ। यो हलले चाहिँ हामी सबैको हो, साझा सम्पत्ति हो। जसरी निर्माण गर्नुभएको छ यसलाई संरक्षण गर्न त्यसरी नै खटिएर लाग्नुहुनेछ। र आज नयाँ सालमा यहाँहरूले दीप प्रज्वलन गरेर उद्घाटन गर्दै गर्दा नयाँ सन्देश पनि दिनुभएको छ। महिला नै यस कार्यक्रमको अध्यक्ष हुनुहुन्छ, महिला नै यस
कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्छ। एउटा महिलाहरूलाई सशक्त बनाउने अभियान यसरी नै वर्ष दिन नै यहाँहरूले गर्नुहुनेछ। यो प्रति पनि आभार प्रकट गर्न चाहन्छु। फुलोस् फलोस् यो वर्ष सबैका लागि र हजुरहरूले यस्तै कार्यक्रमहरू अन्य ठाउँमा सामाजिक गतिविधिमा पनि अझ सक्रियता बढोस्। टोपीको घाउमा मलम लाउने पट्टी लाउने काममा यहाँको सक्रियता अझै बढेर जाओस् भन्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत राख्दै हजुरहरूलाई आवश्यक परेमा सानो यो व्यक्तिगत सूचना समेत छोडेर लोकल खाद्यान्न चिजहरू तेल चामल दाल तरकारी लगायत अर्ग्यानिक चिजहरू चाहिएमा जलदा र सारमा टपरी एग्रो सञ्चालनमा आएको छ। सम्झेर सेवा गर्ने अवसर पनि दिनुहोला। सम्पूर्ण भौगोलिक क्षेत्रमा उत्पादन भएका खाद्यान्न स्वास्थ्यसँग जोडिएका चिजहरू स्वास्थ्यलाई राम्रो गराउने र स्थानीय उत्पादनलाई प्रमोट गर्ने हिसाबले व्यवसाय सुरु भएको छ। त्यसलाई पनि बचाउने फलाउने फुलाउने हजुरहरूको समेत कर्तव्य हो। सेवा गर्ने मौका दिनुहोला भनेर सानो सूचना पनि राखेँ र यो कार्यक्रमको भव्यताका साथ सफलताको शुभकामना सहित पुनः नयाँ वर्षको शुभकामना दिँदै आफ्नो भनाइ बिटमार्ने अनुमति चाहन्छु। धन्यवाद, नमस्कार, सबैको जय होस्। सोमबहादुर
एकछिन यहाँको सबैको उच्च मूल्याङ्कन गर्दै यो सम्मानपत्रद्वारा सम्मान गरिएको छ। उहाँ एउटै घरको हुनुहुन्छ। उहाँलाई उहाँको परिवार सबैजना अगाडि आइदिनमा हार्दिक अनुरोध गर्दछु। सोमबहादुर पुन्ज्यू अगाडि स्टेजमा आइदिन हार्दिक अनुरोध गरे। यो सम्मान प्रदान गरिदिन हार्दिक अनुरोध गर्दछु र अध्यक्षज्यू गणेश पुन्ज्यूलाई अघि लगाइदिनमा हार्दिक अनुरोध गर्दछु। एकछिन यता हेर्नुहोस्। रामबहादुर मोहन कुमारी चौतारीज्यूबाट सहयोग स्वरूपको 1,05,555 प्रदान गर्नुभएकोमा यहाँको सहयोगको उच्च मूल्याङ्कन गर्दै यो सम्मान पत्रद्वारा सम्मान गरिएको छ। यो हस्तान्तरण गरिदिनको लागि आदरणीय व्यक्तित्व विशिष्ट अतिथि गणेश पुन्ज्यूलाई म हार्दिक अनुरोध गर्दछु। अघि लगाइदिनको लागि आदरणीय प्रमुख ज्यू दिदीलाई म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अबको परम्पराको छ सम्मान पत्र वितरण। निवासी श्री सागर सुस्मिता शेरपुञ्जाज्यूबाट सहयोग स्वरूपको 50,000 सहयोग प्रदान गर्नुभएकोमा यहाँको सहयोगको उच्च मूल्याङ्कन गर्ने सम्मान पत्रद्वारा सम्मान गरिएको छ। उहाँको दाजु अगाडि आइ यो सम्मान पत्र लिन आउन अनुरोध गर्दछु र आजको प्रमुख अतिथिबाट यो सम्मान पत्र वितरण गरिदिन र टीका लगाई सम्मान गरिदिनको लागि आजको विशिष्ट अतिथिलाई हार्दिक धन्यवाद। अब यस संस्थालाई यत्रो पैसा लिएर सहयोग गर्नुभएको छ। शिव सुनिता ऋषिज्यूबाट सहयोग स्वरूपको 61,115 प्रदान गर्नुभएमा यहाँको सबैको उच्च मूल्याङ्कन गर्दै यो सम्मान पत्रद्वारा सम्मान गरिएको छ। उहाँको परिवार आउनुभएको छ भने उपस्थित भइदिनमा हार्दिक अनुरोध गर्दछु। यो सम्मान पत्र लिन र यो हस्तान्तरण गरिदिनको लागि आज जलतरा गाउँपालिका वडा नम्बर 6 सल्लेनी हाल लामाचौर पोखरा निवासी श्री मन बहादुर विष्णुमाया फगामी ज्यूबाट सहयोग स्वरूप 25,000 प्रदान गर्नुभएको छ। यहाँको सहयोगको उच्च मूल्याङ्कन गर्दै यो सम्मान पत्रद्वारा सम्मान गरिएको छ। उहाँको अध्यक्षज्यूलाई अगाडि आइदिनमा हार्दिक अनुरोध गर्दछु। अध्यक्षज्यू यहाँ आइदिनु पर्यो सहयोग गरिदिनु। एकचोटि यता हेर्नुहोस्। र आदरणीय दाजुलाई अगाडि आइ छोटो मन्तव्य दिनमा हार्दिक अनुरोध गर्दछु। आज मिति 2082 साल वैशाख 1 गते मिलन चौक मगर समाजका अध्यक्ष महोदय, आजको प्रमुख अतिथि माया कोटाङज्यू, त्यस्तै विशिष्ट अतिथि गणेश पुन्ज्यू लगायत सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, अध्यापक अध्यापिकाज्यूहरू, सम्पूर्णमा एकमुष्ट रूपमा कर्णाली पुनमहर समाजको तर्फदेखि तथा अध्यक्षको हैसियतले मेरो तर्फदेखि पनि हार्दिक सम्मान, स्वागत, अभिवादनहरूले नमस्ते व्यक्त गर्न चाहन्छु। सर्वप्रथम त 2082 सालको सुखद उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। हजुरहरूले मिलनचोक मगर समाजको समुद्घाटन गर्ने
क्रममा आमन्त्रित गर्नुभएकोमा तथा मेरो छोटो शुभकामना मन्दिरमा राख्ने शुभ अवसर प्रदान गर्नुभएकोमा कृतज्ञता ज्ञापन गर्न चाहन्छु, हार्दिक आभार प्रकट गर्न चाहन्छु। हामी सामाजिक प्राणी हौँ। समाजमा रहनको लागि, समाजमा ठिक ढङ्गले जीवन व्यतीत गर्नको लागि हामीलाई समाजको ठुलो भूमिका हुन्छ। विभिन्न हेर्नु यता मलाई हेर्नु। श्री भीमबहादुर पूर्जाज्यूलाई ज्यूबाट सहयोग 5500 सहयोग भएको थियो। उहाँलाई पनि सम्मान पत्र ल्याइदिन आइदिनु होला भन्न चाहन्छु। अनुरोध गर्दछु 3 हेक्टर बालुवा दिएर रु 10,500 बराबरको बालुवा सहयोग गर्ने व्यक्ति कुलमाया ज्यूलाई पनि निमन्त्रणा गरेका थियौँ। उहाँ उपस्थित भएको देखिन उहाँलाई पनि नजिकको व्यक्तिले ल्याइदिनु हुन अनुरोध गर्दछु। म्याग्दी जिल्ला फेनी नगरपालिका वार्ड नम्बर 6 निवासी विश्वास मेडिकल श्री भीमबहादुर आचार्यज्यूबाट पनि 5,00,000 रुपियाँ सहयोग भएको थियो। उहाँलाई पनि यो सम्मान पत्र नजिकको व्यक्तिले ल्याइदिनु हुन अनुरोध गर्दछु। जङ्गला गाउँपालिका वार्ड नम्बर 6 भोटनेरी समाज सहयोग रु 22,000 सहयोग भएको थियो। उहाँहरूलाई पनि यो सम्मान पत्र सम्बन्धित व्यक्तिले ल्याइदिनु हुन अनुरोध गर्दछु। उहाँलाई पनि सम्मान पत्र प्रदान गर्नु हुन अनुरोध गर्दछु। पालिका वार्ड नम्बर 6 माओवादीले हामीले जो जतिले सहयोग गर्नुभएको छ 5,000 भन्दा माथि उहाँहरूको भित्तामा नाम लेखिएको छ र उहाँले पनि 5,055 रुपियाँ सहयोग गर्नुभएको थियो र उहाँलाई सम्मान पत्र पनि सम्बन्धित व्यक्तिले ल्याइदिनु हुन अनुरोध गर्दछु। पर्वत जिल्ला जलजला गाउँपालिका नम्बर 7 पातरक गाउँमा अवस्थित प्रगतिशील आमा समूहबाट पनि सहयोग हामीलाई 10,105 सहयोग भएको थियो। उहाँहरूलाई पनि सम्मान पत्र प्रदान गर्न चाहन्छु, गरिदिनु हुन अनुरोध गर्दछु। अवस्थित सालिका गाउँमा श्रीकृष्ण आमा समूहहरूलाई पनि हाम्रो समूहलाई आमाहरूले हाम्रो समाजलाई 15,505 रुपियाँ सहयोग गर्नुभएको थियो। उहाँहरूलाई पनि सम्मान पत्र ल्याइदिन आइदिनु हुन अनुरोध गर्दछु र उहाँहरूको सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद। हाम्रो समाजबाट पनि हामीलाई रु 20,222 रुपियाँ सहयोग भएको थियो।
भूमिका निर्वाह गर्नको लागि जुन पत्रचार गर्नुभयो सोही मुताबिक म यहाँ हजुरहरूको समक्ष उपस्थित भइरहेको छु। तसर्थ यस कार्य समितिलाई म पर्वत जिल्लाको अध्यक्षको नाताले सम्पूर्ण सहकर्मी साथीहरूलाई धेरै धेरै धन्यवाद आभार प्रकट गर्न चाहन्छु। त्यसैगरी आउने गरेको यो 2082 सालको उपलक्ष्यमा तपाईले गर्नुभएको यो एकदमै ऐतिहासिक क्षण विगतमा भएका नराम्रा विषयवस्तुहरूलाई थाती राख्दै अबको आउँदा दिनहरूमा हामीले गर्नुपर्ने प्रगति उन्नति र सुस्वास्थ्य सँग जोडिएको कुराहरूलाई ख्याल गरेर हामी उन्नत खालको र चेतनशील प्राणीको नाताबाट हामी अर्पण गर्न चाहन्छु। तिमीलाई सम्झिमा काटिरहने घरै मुनि सल्लेरीको
नमस्ते सम्पूर्णलाई। आज 2082 को 52 सालमा अब हाम्रो मिलनचोक मगर समाजको घरको उद्घाटनमा उपस्थित हुन पाउँदा मलाई एकदम खुसी लागेको छ र यसै गरी यहाँ उपस्थित हुनुभएको सम्पूर्ण हाम्रो अग्रज अनि आदरणीय दाजुभाइ दिदीबहिनीहरू अनि उहाँ पर्वत जिल्लाबाट आउनुभएको हाम्रो गणेश भाइ अनि हाम्रो बागलुङबाट आउनुभएको के अरे यो कार्यक्रममा सहभागी भएर टिम पर्यटक बनेर अनि सम्पूर्ण कार्यक्रम सञ्चालन गर्ने दुःख कष्ट काटेर गर्नुहुने हाम्रो आदरणीय अध्यक्षज्यू अनि उपाध्यक्षज्यू सचिवज्यू कोषाध्यक्षज्यू अनि सम्पूर्ण यो मगर सङ्घ हो टिमलाई मेरो धेरै धेरै नमस्कार शुभकामना। अनि अझ म धेरै खुसी पनि लागेको छ र बितेको एउटा कुरा गर्नु पर्दाखेरि यो ठाउँमा यहाँ बसोबास गर्नेहरूलाई त थाहा नै छ, आज भोलिकोहरूलाई पनि थाहा छैन। म 58 सालमा म 52-53 सालदेखि फर्स्ट आउँदाखेरि केही पनि थिएन, यहाँ बाटोको सर्वे भएको थियो। बाटोको सर्वेपछि हामीले जग्गा ल्यायौँ अनि पछि बिचबाट आयो अनि बस्तीहरू हामीले नै बनाएको हो। अब यहाँ त अब पुरानोहरूलाई सबैले थाहा छ। पहिला बस्ती गर्दाखेरि कतिको गाह्रो थियो भन्ने कुरा त अब मलाई मात्रै थाहा छ अनि हाम्रो यो पहिलाको बासिन्दाहरूलाई थाहा छ। त्यस दुःख गर्दै अब सङ्घर्षमा गर्दै म पनि सुरुमा आएर यो घरलाको जग्गामा 3-4वटा टिम खारो बाँधेर पास बनाएर बसेको मान्छे म हो। त्यसले गरेर बसेर गयौँ अनि हामी बस्ती बिस्तारै अब घरहरू बनायो अनि बजारहरू बस्ती बनायौँ। खानेपानीको एकदम दुःख थियो, बिजुली पानी केही पनि थिएन। यसरी सङ्घर्षहरू हामीले गऱ्यौँ। त्यसमा सङ्घर्ष गर्दै हामी यतिमा आइसक्यो र मलाई यहाँ आएर दुःख कष्ट गर्दै बस्दै एउटा याद के छ भने हामी पनि त्यही घरनाको जग्गामा 2-4वटा टिम ठाडो पारेर बसेको थियौँ। मलाई एक्ज्याक्टली नाम थाहा छैन, मैले अलिकति सम्झेको छु। हाम्रो भटेडाँडाको एकजना दिदी पिर्नु भएको थियो पोखरादेखि लास लिएर त्यही भर्लाको जग्गामा रातभरि लास राखेर उहाँको छोराहरूले पुर्नु भएको थियो। त्यो पुर्दाखेरि मलाई चाहिँ एकदम दुःख लागेको थियो कि होइन यो ठाउँमा त केही गर्नुपर्छ होला भन्ने मलाई यो तर गर्छु भन्दा अब यसले नसकिने अब समय परिस्थितिले गर्दाखेरि सायद मलाई लाग्छ दाहिने हातको रूपमा उभिनु भएको छ भन्ने लाग्छ र मैले म लगायत मेरो सम्पूर्ण टिमकोलाई सहयोग गर्नुभएको छ र उहाँहरूलाई धेरै धेरै धन्यवाद। र अहिले यहाँ हाम्रो कार्यक्रमलाई सबैले भव्यका साथ साथसपद दिनुहुने र सहयोग गर्ने नेताहरूको नाम लिन गइरहेको छु, जसमा हुनुहुन्छ गमबहादुर चौताङ्गीबाट सुबेदार भीमबहादुर ऊर्जाबाट 5000 सहयोग गर्नुभएको छ, उहाँलाई धेरै धेरै धन्यवाद। त्यसै गरी अर्को सहयोगी दाता हुनुहुन्छ गमबहादुर चौताङ्गी
रु 10,000 सहयोग भएको रहेछ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। र उषा चौताङ्गीबाट पनि 5,050 सहयोग भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। र थम्माया पाइलाबाट पनि सदस्य थम्माया पाइलाबाट पनि 3,000 सहयोग भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। र अहिलेको समयमा र अहिले हाम्रो पनि घरको जिम्मा लिएर हामीलाई स्वतन्त्रताले हिँड्न दिएकोमा हामी यहाँ आउन सफल भएका छौँ। र हाम्रो म लगायत मेरो टिमले आदरणीय हाम्रो घरमा जिम्मेवारी बोकेर लिनुहुने हाम्रो श्रीमानज्यूहरू सबैलाई, जसको श्रीमान हिँडेर घरमा बस्नुहुन्छ, उहाँहरू श्रीमान श्रीमती सबै जो हुनुहुन्छ उहाँहरूलाई धेरै धेरै उहाँको दुःख अनुसार हामीले दिन सकेको छैन होला। त्यसमा क्षमा माग्दै दुःखमा नगर्दिनु होला भन्न चाहन्छु। र बाटो टोलीको अध्यक्ष एकछिन है। मलाई हेर्नुपर्छ है। मैले कार्यक्रम सञ्चालन गर्दै गर्दा हाम्रो केन्द्रीय सदस्य सोमपुनज्यूलाई पनि निमन्त्रणा गर्नुभएको थियो। उहाँ फेरि पाटीचोर कर्पाकेली पुनमगर समाजको कार्यक्रम आज उहाँ पनि उद्घाटन हुनेछ। सोही अनुरूप उहाँले पनि तपाईँहरूको यो कार्यक्रम सफल होस्, यो नयाँ वर्षको अनि उत्तरोत्तरको प्रगतिको कामना सहित मलाई सन्देश भनिदिनुहोस् भनेर उहाँले भनेको हुँदा, मैले छुट्याएको हुँदा मैले यही कुरा वाचन गर्नुको लागि धेरै धेरै धन्यवाद। नमस्ते सबैजनालाई। धन्यवाद सञ्चालकज्यूलाई। आज हाम्रो भवनको उद्घाटन भव्य र सभ्य तरिकाले मनाइदिनु भएकोमा हामी धेरै गर्व छौँ। र मैले के भन्न चाहन्छु भने आउँदो दिनहरूमा पनि यस्तै रमाइलो गर्न पाऊँ, यति मिहिनेत गरेर यहाँसम्म आइपुग्दा मलाई धेरै गर्व लागेको छ भन्ने म अन्त्य गर्न चाहन्छु। हस्त गोलो घुम्दै